आज चाहिँ म यहाँ च्याबिलको सालातोला छोदेन वा स्तूपमा आएको छु हैन। यो छोदेनको चाहिँ म सानो थोरै तपाईँहरूलाई जानकारी दिन चाहन्छु। यो सालातोला भनेको कारण चाहिँ किन हो हैन। स्तूप चाहिँ किन एकदम महत्त्वपूर्ण छ। जति बेलामा बौद्ध स्तूप निर्माण भयो त्यति बेलामा युज भएको इँटा माटो ढुङ्गा यो बौद्ध चाहिँ बनाइसकेर बाँकी रह्यो नि, इँटा माटो ढुङ्गा सबै बाँकी रहेका माटो ढुङ्गाहरूले चाहिँ यो स्तूप बनाएको कारणले चाहिँ अनि हामीले चाहिँ यो स्तूप जसरी पनि दर्शन गर्नुपर्ने हुन्छ हैन। यहाँबाट केही झलक देखाउँछु। गेट चाहिँ यहाँ रहेको छ। यसरी हैन, अनि यहाँभित्र छिर्ने हो हामी। ओके, यसो गरेर चाहिँ छोदेनको महत्त्वपूर्ण चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। यो छोदेन चाहिँ कसरी निर्माण भयो भने बौद्ध स्तूप जुन सबैले थाहा भएकै हो हैन। बौद्ध स्तूप बनाउँदाखेरि माटो ढुङ्गा जे जति युज भएको छ नि, त्यहाँ बौद्ध स्तूप बनाइसकेर चाहिँ निर्माण भइसकेर चाहिँ बाँकी रहेको ढुङ्गा माटो अनि इँटाहरू जति बाँकी रहेको त्योहरूले चाहिँ यो स्तूप निर्माण भएको हो। त्यही कारणले चाहिँ हैन, अनि यो छोदेनलाई चाहिँ सालातोला भनेर चाहिँ नाम राखिएको हो हैन। त्यही कारणले हामी बौद्ध स्तूप दर्शन गरेपछि चाहिँ यो स्तूप चाहिँ जसरी नै दर्शन गर्नुपर्ने हुन्छ, अनि मात्र हामीले चाहिँ अनि बौद्ध स्तूप चाहिँ फुल्ली दर्शन गरेको चाहिँ हुन्छ भन्न चाहन्छु। स्तूप बुझ्नमा चाहिँ एउटा कुरो बनिरहेको छ। एउटा कुरो बनिरहेको छ। गुम्बाको नाम चाहिँ यहाँ छ। माक्छाङ स्याक्यासङ गुम्बा भित्र चाहिँ जान्छौँ है।
धन्यवाद सबैजनालाई होइन। अनि मेरो भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। त्यसैले तपाईँहरूले चाहिँ यस्तै सानोतिनो महत्त्वपूर्ण भनौँ होइन, यस्तो राम्रो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई सपोर्ट गर्नु होला। भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु हुन गर्दछु। हस् त, धन्यवाद।